आजको मौसम चाहिँ निकै सफा छ। सो म आज जङ्गलको किनार किन छु भन्दाखेरि होइन, जङ्गलमा चाहिँ अहिले च्याउ खोज्ने सिजन छ र हिजो राति पानी परेको थियो। सो दाइहरू पनि बरघाटबाट कोही बिमेबाट आउनुभएको थियो, अनि त्यसकारण म पनि च्याउ खोज्न आइदिएको भनौँ न। पहिल्यै खनेर राखेको छु त यहाँ। आमामा के हो यस्तो, पुरै खनेछ नि त। मैले देखेँ तर कहाँ छ म भन्दैन है। खोजो 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 खोजो। मैले देखेँ, मैले फर्स्ट बोनी पाएँ मैले। बाघ त्यो पनि यहाँ नसिबमा नरहेछ यार। खाएको भुड्की च्याउ भेटेँ मैले त। भेट्न चाहिँ भेटेँ, तर यस्तो भुड्की च्याउ भेटेँ के गाइस। सब मेहनत बेकार गयो नि त होइन। यस्ता फुटेको किस्मत यस्तोमा नि हुनसक्छ है गाइस। भुड्की च्याउ ओबुई किरा पो रहेछ यार। सो तपाईँहरू सावधानी भएर अलिकति काम गर्नु है। मेहनत गरेर खोज्यो भने चाहिँ पाउँदो चाहिँ रहेछ है गाइस। यस्तो कडकती उयो धुपमा होइन मेहनत गरेर खोज्यो भने पाउँदो चाहिँ रहेछ कि। आहा यही नै हो खोजेको हामीले। सो यसलाई चाहिँ म धेरै बनाएर ट्याक्क यसलाई मस्त पकाएर चाहिँ खानुपर्छ है। अरू होला नि त, वरिपरि पनि होला नि त, वरिपरि। ओबुई किरा भेट्छ त यार। ओ अर्को नि भेटेँ। आहा माथि माथि बसेको रहेछ है उत्लेर। हैच भुड्कीको यो सब अन्डा हो गाई चाहिँ, अन्डा यो। तर यो अहिले चाहिँ त्यस्तो उपलब्ध छैन। यो चाहिँ कस्तो माटोमा फल्दो रहेछ, हल्का मलिलो माटोमा के, हल्का मलिलो टाइपको माटो है यो। सो म राखेर अगाडि बढ्छु। यस्तै ठाउँ खोज्नुपर्ने हुन्छ है मैले गाइस। यस्तै ठाउँ खोज्नुपर्ने हुन्छ। चिसो चिसो टक्क लाएर यतातिर छ के अरे, यतातिर पाउँछु जस्तो लाग्यो मलाई। सो आँखा गाडेर हेर्नुपर्ने हुन्छ मलाई। कहाँ छ त गाइस, कहाँ छ त, कहाँ छ त। यहाँ त खनिसकेको रहेछ है खजाना। यो नि खजाना भन्दा कम होइन नि त गाइस होइन। यसलाई खोज्नुको लागि, यसलाई खानुको लागि कति मेहनत गर्नुपर्छ जङ्गलमा। जस्तै यार्सा गुम्बाहरू टिप्नलाई कहाँ कहाँ जानुपर्छ होइन, माथि माथि। सो त्यसै गरी यो पनि त्यस्तै हो के। सब खोजेर गइसक्यो हामीले। बुद्ध भाङ पाउने हो यो ठाउँमा होइन। सो यहाँ टाइम वेस्ट गर्नुहुन्न, अगाडि बढ्नुपर्छ। सो अघिको जस्तो ठाउँ खोजौँ न, पाइन्छ कि कतै। आँखा गाडेर हिँड्नुपर्छ है गाई जमिनमा, मासतिर होइन कि जमिनमा गाडेर हिँड्नुपर्छ कि आँखा। यी सब खनिसकेछ यार। कसरी हुन्छ यार यसरी यार, हामीलाई पनि राखिदेऊ न यार। सो यहाँ चाहिँ धेरै लापरवाही छ। सिसा फुटालेको है, यस्तो गरिदिनु हुन्न है। अझै एउटा पाएँ। सो खोज्दै गयो भने पाउँदो चाहिँ पाउँदो रहेछ यार। तर लास्टै ठुलो छ त यो केटा हो, लास्टै बवाल चाहिँ ठुलो छ। सायद बुढो भएको होला कि। अझै खन्न पनि यहाँ पाइन्छ कि अझै। छैन छैन। यहाँनिर रहेछ त। ल है मैले त भटाभट पाउनु लाग्यो अब। ट्याक्क अब जम्मा गरेर। सो आँखा गाडेर हेर्नु पर्दो रहेछ है यहाँ। ठुलो है गाई, ठुल्ठुलो। चारैतिर जङ्गलै जङ्गल, चारैतिर मान्छे नै मान्छे। यो भुड्की च्याउ खोज्नु नि धेरै भिडै हुँदो रहेछ कि है।
सो त्यही भएर त पाइन्न हामीले यस्तो फाटल फुटल झारेल झुरेल पाइन्छ। मेहनत छ, मेहनत गाइज, मेहनत। सो गाइज म चाहिँ सानोमा यस्तै च्याउ खोज्न आउँदा होइन, सानोमा त के थाहा, यस्तै गर्दाखेरि च्याउ भेटिन्थ्यो कि। सो म पनि ट्राई गर्दैछु, के थाहा भेटी पो हाल्छ कि। हो त्यस्तै चिसो चिसोमा च्याउ पाउँथ्यो कि यस्तो गर्दा। त्यो सानोको याद आयो, मैले नि बढालिदिएँ, सबै जङ्गल सफा गरिदिन्छु। तर मेहनत काम गर्दैन, सो लाग्नुपर्छ यहाँबाट। सब जङ्गलै कतारी कतारी सबै सकाइसकेछन् यार। हामीले के गर्ने, हामी चाहिँ खोया, हामी चाहिँ नगर्ने हो। त्यस्तो जङ्गलमा नि गर्मी छ त यार, के भएको मलाई गर्मी छ त बडो। के हो यो, ढुङ्गा रहेछ गाइस, ढुङ्गा। ढुङ्गा रहेछ, के हो ढुङ्गा बाहेक त मैले अरू केही भेटिँदैन त यार। त्यस्तो भिरपाखामा हुनुपर्ने के अरे, यत्रो केही बाटो भूमि पनि छैन यार। सब ढुङ्गा मात्र भेट्छु त म, के हो। खोज्नुले खोजेर लैसक्यो, हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे। सो म वरिपरि कोतार्छु यसरी, पायो भने त धेरै खुसीको कुरा हो नि होइन। एक ओ फाइनली 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 पाएँ मैले एउटा। माथि नै बसेको रहेछ यो निस्केर। हामीलाई त्यति मेहनत नै गर्नु परेन है, एक खना घुमेको पाइयो ट्याक्क। अरू खोजौँ न। सायद पाउनु पर्ने हो है, कोतार्छु मैले, सायद पाउनु पर्ने हो यहाँ। छैन, कसैले खोजेर गइसकेको छ। ओके इट्स ओके, एउटा त पाइयो नि, जे भयो नि। जिनो एउटा यस्तो पनि हुन्छ है, यहाँ ट्याक्क माटो उठेको थियो कि यहाँ माटो। सो मैले यसरी कोट्टाएर हेरेको थिएँ, यहाँ बुर्गी च्याउ भेटेँ मैले फाइनल्ली। अनि गाइस ठुलै छ है, वरिपरि नि हेर्नुपर्छ। सो भुर्गीको अनि जस्तो यहाँ देखेको छ फाइनल्ली। ओ यस, फुटेको रहेछ है गाइस चाहिँ। सुवरी पनि गर्नुपर्छ अहिले। चाहिँ कुन चाहिँ हो गाइस है, मसरुम। यो चाहिँ यो किराले खाएर बसेको रहेछ, यो वाला किराले। सो यो कुन चाहिँ हो कमेन्टमा लेखिदिनु होला गाइस है। हेर्दाखेरि जहरिलो छ, जहरिलो हो र यो च्याउ खायो भने मान्छे मर्न पनि सक्छ है। सो तपाईँहरू सावधानी हुनुहोस्, च्याउ चिनेर मात्र खानुहोस् है। जङ्गलको जे पाए त्यही च्याउ नखानु होला, त्यो चाहिँ किराले नै खान्छ। खा सो गाइस मैले फेरि पनि अर्को च्याउ भेटेँ है। सो यो खाने च्याउ हो कि नखाने च्याउ तपाईँहरूले चिनेर मात्र खानु होला र कमेन्ट गर्नु होला है। यो चाहिँ कसरी उखाल्ने भन्दाखेरि
ट्यागको माटो खन्नुपर्छ पहिला साइडको होइन। ओहो किरा लगाइसक्यो रहेछ त यहाँ त। यो किराले खाँदो रहेछ है धेरै जस्तो। दुश्मन रहेछ यो किराहरू है यो च्याउको। सो यसलाई म राख्छु। यसलाई चाहिँ घर देखाएर होइन खान्छौँ भने तपाईँहरूलाई जानकारी पनि हुन्छ एउटा। पाइयो खजाना पाइयो। सो वरिपरि नि हेर्नुपर्छ। ओह पाइयो ठुलो छ है गाइस। कति पाउनु भयो तपाईँहरूले? टुपिस जङ्गल सफा गर्नुभएको यसरी खोजीले सुन सबले सुन खोजेर लगिसक्यो। हामी चाहिँ अब सफा गर्ने कि यसरी। त्यति खोजेर हुन्न है गाई। जस्तो पाए त्यस्तो मान्छे आएर यहाँ हुन्न। सो यहाँ एकदम लेजेन्ड आउनुपर्छ यहाँ पहिल्यैदेखि ट्यालेन्टेड भएको मान्छेहरू। सो त्यसैले हामी जस्तो भाडाभुरी आएर हुन्न, झारपाते आएर हुन्न। यहाँ चाहिँ पुरै एकदम खोजिरहेको पहिल्यैदेखि त्यस्तो मान्छे आयो भने चाहिँ भेटाउँछ है। हामीलाई त केही अनुभवै छैन कि कहाँ पाउँछ, कसरी पाउँछ, कस्तो ठाउँमा पाउँछ। केटकेटीमा खोजिन्थ्यो, अहिले चाहिँ त्यस्तो छैन। पाएँ मैले खजाना हो नि त यो त है। सुनभन्दा कम छैन नि त। मार्केटमा यसको भाउ चाहिँ 1500 रुपियाँ किलो छ है गाइस अहिले चाहिँ। अर्को नि पायो, अर्को नि सानो रहेछ, तर सानो रहेछ। सायद पत्ता हटाएर पाउला नि त है। पाउँदाखेरि त खुसी लाग्दो रहेछ त गाइस। नपाउँदाखेरि लास्टै झ्याउ लाग्ने है, घर जाम जस्तो। तर पाउँदाखेरि त रमाइलो लाग्दो रहेछ है। यार ओहो यहाँ त टन्नै रहेछ क्या हो। यहाँनिर रहेछ तर सो यो चाहिँ खाने च्याउ हो कि नखाने च्याउ तपाईँहरूले चिनेर मात्र खानु है। यो चाहिँ खाने च्याउ हो। यसलाई हेर्दाखेरि यो यसको यतातिर पातिलो हुन्छ है। सो च्याउ भ्याएर अब उसको सिजन हुन्छ क्या। सो भुर्गी च्याउ त पाइएन है। अब पानीतिर खाला नि ल। पानी त यहाँ सुकेछ तर कसरी खाने पानी। सो एकचोटि माथि जानुपर्छ। सो लास्टै थकाइ लाग्यो। अब एकछिन रेस्ट गर्नुपर्छ है। यहाँ चाहिँ पानी छ, पिउने पानी।
अर्ग्यानिक खोलाको त अर्ग्यानिक हो नि त। ओहो त्यत्रो मिनटले खोजेको त बर्बाद हुन्छ त हो। सो यहाँ चाहिँ बवाल मजा आउँछ है। एकछिन यसो चट्ट फ्रेस भएर है मुखसुख धोएर ट्याक्क बल्ल घरतिर लाग्छौँ हामी। फ्रेस हुनुपर्छ अब। पानी खानलाई धार सो हामी चाहिँ अब घरतिर लागेको। च्याउस्याउ भन्ने चिज त्यस्तै हो। सुन सबैले अरूले खोजेर लिएर गइसक्यो। हामी चाहिँ खोया पायौँ। गर्मी पनि धेरै भयो, भोक पनि लागिसक्यो। सो ड्रोन उडाएर होइन टाक्क हामी चाहिँ फाइनली घर आइसक्यौँ है। अनि त्यसपछि च्याउ पनि धेरै पाइएन, थोरै पाइयो। सो अनि त्यसपछि हामीले यो च्याउहरू तपाईँले चिनेर खानुपर्ने हुन्छ है। यो चाहिँ अहिले खाने च्याउ मात्र हो। सो बाई बाई, टेक केयर सबैलाई।